दिन यतिखेर पत्रकार साथीको सब ल्याएको छ। त्यसरी 75% उहाँको शरीर जलिसकेको छ भन्ने आइरहेको छ। यतिखेर पोस्टमार्टमको लागि लगिएको छ। यतिखेर सुरेशको शवलाई यहाँदेखि लगिँदैछ पोस्टमार्टमको लागि। यतिखेर हामी दिउँसो जुन घरमा आगो भएको थियो त्यहाँ पत्रकार समेत जल्नु भएको थियो र यतिखेर भर्खरै प्रहरीले उहाँको शवलाई यसरी लगिँदैछ। त्यहाँ उहाँको आफन्तजनहरू को रुवाबासी पनि भइरहेको छ। यो ज्यान गुमाउनु परेको छ र यो पूर्ण तरिकाले हत्या गरिएको छ। आज एकजना सञ्चारकर्मी जसले यतिखेर यहाँ उहाँको साथी भाइ आफन्तीहरू कर्म गरिरहेका एकजना लाई देख्न सकिन्छ। उहाँको शव जलेर उहाँको पहिचान गर्न पनि गाह्रो हुने। 75% उहाँको शरीर जलिसकेको भन्ने जानकारी आइरहेको छ। यतिखेर उहाँलाई यहाँदेखि लैसकिएको छ। यही घर हो दर्शकबिन जहाँ उहाँको मृत्यु भयो। यहाँ पत्रकार साथीहरू सबै एकबद्धता जनाउनको लागि यतिखेर सबै पत्रकार साथीहरू तिनकुनेमा आउनुभएको छ। गाडी निस्किँदा टिचिङ आइसक्यो यहाँबाट टिचिङ हस्पिटलमा लगिएको छ। टेलिभिजन कसलाई भन्दा पनि पत्रकारमाथि भएको हमला हो यो। त्यो नेतृत्व हजुरहरूले गरेर पछाडि हामी जहाँ पनि उनीहरूलाई तयार छौँ। हामी अघिदेखि भनिरहेछौँ त्यो भने के गर्ने भन्ने कुरा निस्किने तपाईँहरूले पनि हामीलाई भन्नुभयो। अरू साथीहरू पनि उपस्थित हुनुहुन्छ होला। अब यहाँबाट गइसके पछाडि यहाँ बस्नु पनि औचित्य पनि छ जस्तो लाग्छ। त्यही भएर के गर्ने एउटा निष्कर्षमा निकालेर जाने हामी तपाईँहरूले भन्ने पनि हामी पनि त्यही जान्छौँ। अब अहिले चाहिँ टिचिङ हस्पिटल लाने भन्ने कुरो टिचिङ गरेर अब अरू त बाँकी नै छ। अब अनि टिचिङ गरेर हस्पिटलमा त्यही पोस्टमार्टममा भोलि बिहानसम्म रात गयो भने भोलि हामी कसैले निकाल्दैन। भोलि हामी यो कुरा निकाल्दैन औचित्य हुन्छ। आज रात भोलि जे गर्नु छ हामी अगाडि बढिसकेपछि अब राज्यलाई भन्ने हो कि गृहमन्त्रीकोमा जाने हो कि कहाँ जाने हामी त्यहाँको कमान्डर दर्शकहरू मैले त्यो सोधेँ होइन गृहमन्त्रीलाई त्यो ठ्याक्कै बाहिर निस्किँदै हुनुहुन्थ्यो।